हेलो नमस्ते सबैजनालाई मेरो तर्फबाट सबैले चिनिहाल्नुभयो हैन। धेरै पछि चाहिँ म आज युट्युब मार्फत हजुरको सामु आइराखेको छु हैन। अब मेरो चाहिँ नि तपाईको फोन चाहिँ नि बिग्रेको थियो अनि अहिले मैले नयाँ फोन लिएको छु के। अनि यसबाट अहिले ब्लग बनाइरहेको छु। त्यही भएर केही समयसम्म चाहिँ मेरो ब्लग आउन सकेन। अनि त्यही हो अब मैले दशैंको पनि ब्लग बनाइन हैन। अब मैले चाहिँ नि यो तिहारको चाहिँ ब्लग बनाउने सोचिरहेको छु। अनि अब मेरो अफिस पनि आजसम्म हो हैन। आज काग तिहार लक्ष्मी पूजा सरी हिजो काग तिहार आज कुकुर तिहार लक्ष्मी पूजा भइहाल्यो। आजसम्म चाहिँ नि अब अफिस छ। अब म अफिस जाँदैछु। अफिसमा गएर त्यहाँ लक्ष्मी पूजा भइरहेको हुन्छ हैन। लक्ष्मी पूजाको पनि म त्यहाँको ब्लग पनि देखाउँछु। अहिले चाहिँ म घरमा छु। अनि अब त्यही हो मलाई यहाँबाट अफिस पुग्नलाई त्यही लगभग आधी घन्टा जस्तो लाग्छ। अब माराथनमा हो अहिले अब म चाहिँ अहिले घरमै छु गोठाटारमा। ठ्याक्कै 30 मिनट जति लाग्छ। अनि त्यही हो अब सबैभन्दा पहिला त हैन अब हाम्रो नेपालीहरूको महान पर्व शुभ दीपावलीको चाहिँ सबै स्वदेशमा विदेशमा बस्नुभएका सबै नेपालीहरूलाई चाहिँ नि शुभकामना दिन चाहन्छु हैन। अनि अब त्यही हो अब सबैजना दुःख सुख बिर्सेर वर्षमा आउने यो एकचोटि आउने चाड चाहिँ नि अब हैन सबैजनाले जहाँ भए पनि जस्तो तसो आफ्नो अनुसार चाहिँ रमाइलो गरेर मनाउनु होला। अनि अब दुःख सुख भने त आफ्नो ठाउँ भइहाल्छ हैन। अब त्यही हो अब रमाइलो गरी मनाउनु होला। अनि अब म चाहिँ नि अफिस जान्छु। अफिस पुगेर चाहिँ नि हजुरहरूलाई अफिसको ब्लग बनाएर देखाउँछु, ब्लग बनाउँछु। अनि त्यस पछाडि म फेरि 2-3 बजीतिर चाहिँ नि घर आएर घरमा पनि लक्ष्मी पूजा गरेको ब्लग पनि चाहिँ नि म बनाउँछु है त। ओके, भिडियोलाई निरन्तर रूपमा हेरिरहनु होला। च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। अब म हजुरहरूलाई अफिसमा गएर भेट्छु। बाई बाई। ओके, फाइनली म चाहिँ अफिस आइसकेको छु हैन। अहिले चाहिँ म ठ्याक्कै हाम्रो यो अफिसमा छु। अनि ठ्याक्कै 30 मिनट जति लाग्यो। अब तिहारको बेलामा छुट्टी भइसकेको थियो नि त, रोडहरू खाली नै थियो। अहिले चाहिँ म ठ्याक्कै अफिस आइसकेको छु। अब हामी भित्र जान्छौँ है त। म भित्र जान्छु अनि भित्रको ब्लग पनि म हजुरहरूलाई देखाउँछु। ग्रुप फोटो खिचौँ। आउनु के भन्नुहुन्छ भन्नु? केही भन्नु छैन। भन्नु न। अब तिहारको आज के लक्ष्मी पूजाको दिन होइन। सबैले लक्ष्मी माताले हामी सबैको रक्षा गरौँ र सबैको फलोस् फुलोस्। प्रगति हो। आगामी दिनहरू प्रगतिका पथहरूमा सबको लम्कियोस्। यही नै हो, अरू त के भन्नु छ र। लक्ष्मीले माताले सबैको कल्याण गरौँ। His man Banta. Let's talk to you. कन्द सर हुनुहुन्छ? फाइनली हार्दिक तिहार गाइज 2082 सबैजनालाई तिहारको शुभकामना। डु सब्सक्राइब गाइज। डु सब्सक्राइब है, डु सब्सक्राइब। What is the blog name? ब्लग नेम आकाश। Akash Vlogs. Okay, do subscribe guys. ओके, Everyone. Okay. के चाहिँ जस्तो ह्याप्पी तिहार। जस्ट ह्याप्पी तिहार हैन। जस्ट ह्याप्पी तिहार। हैप्पी तिहार। लाइक करो, सब्सक्राइब करो और क्या करो? क्लिक फलो गरे भलो हुन्छ नानी बाबु। यस, तिहारको ह्याप्पी बर्थडे। ए सरी, ह्याप्पी बर्थडे। तिहारको ह्याप्पी बर्थडे हो। मेरो ह्याप्पी बर्थडे तपाईको चाहिँ हो। तिहारको ह्याप्पी बर्थडे नानी बाबु। ओके, सबैजनालाई ह्याप्पी तिहार हैन। हामी चाहिँ इन्जोय गरिरहेका छौँ। अब केही टाइम पछाडि अब आफ्नो घर घुम्न पनि जान्छौँ, घर पनि जान्छौँ, लक्ष्मी पूजा पनि गर्छौँ। ओके, मिसहरूले यहाँ टिकटकमा राख्नु भएको छ। ओके, अहिले चाहिँ म माथि निक्लिँदैछु होइन। यो चाहिँ हाम्रो मिटिङ हल। हामी मिटिङ चाहिँ यहाँनिर बस्छौँ। यस्तो छ हाम्रो मिटिङ हल चाहिँ।
देउसी रे 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 म भट्टराईले पनि भन्नु ल्याएन देउसी रे देउसी रे देउसी देउसी रे महिनामा हामीले देउसी रे 500 जना देउसी रे उडाइराखौँ देउसी रे मान सम्मान बढोस् देउसी रे आजको लागि देउसी रे हतार हुँदा देउसी रे लेखमा काने देउसी रे औलाको माने देउसी रे जानेको छुन्द देउसी रे सुनेको घरमा देउसी रे साथी जम्मै देउसी रे बन्छ हामीले यहाँ सानो बाबु यो चाहिँ मेरो रुम हो मेरो सिट चाहिँ यो हो यो हाम्रो रवि सरको सिट हो यो पवन सरको सिट हो How are you? Happy Tihar. यता हेर यता हेर न यता हेर न हेर्दैछौ के भन्नुहुन्छ ह्याप्पी तिहार हाम्रो चाहिँ रवि सरले पूजा गर्नुभयो अफिसमा होइन पूजा गरिसक्यो भाइ सबैलाई टिका पनि लगाइसक्नु होला अनि यता हामीलाई चन्द्र चन्द्र सर पनि हुनुहुन्छ चन्द्र सर चाहिँ अब व्यस्त हुनुहुन्छ अहिले तिहारको दिन पनि म दाङ जाँदै हुनुहुन्छ दाङ जाँदै हुनुहुन्छ आज हाम्रो सेफ सर नि चन्द्र सरलाई अनि हाम्रो यहाँ आलाम आलम आलम पनि तिहार मान्छ अनि हाम्रो यहाँ रमेश सर हुनुहुन्छ अनि हाम्रो यहाँ अर्को सर हुनुहुन्छ होइन हङसम्म गइछ हङसम्म जानुभयो भिडियो कोही नाच्छ न ह्याप्पी तिहार म त कालो आयो होला नि गोरा गोरा छ ह्याप्पी तिहार भयो सर ओके फाइनल्ली लक्ष्मी पूजा चाहिँ हामीले गरिसक्यौँ होइन अब हामी चाहिँ नि अफिसबाट चाहिँ नि निस्किन लागेको छौँ है अब यहाँ हाम्रो चाहिँ लाफिङ खाने कुरा भयो एकछिन त्यहाँनिर बसेर हामी एकछिन लाफिङ खान्छौँ अनि त्यस पछाडि म घर जान्छु अनि त्यस पछाडि घर गएपछि लक्ष्मी पूजा गरेर चाहिँ नि अनि चाहिँ नि एकछिन चाहिँ नि अब त्यहाँ साथी पनि मेरो आउँछ होइन राधे राधेबाट अनि साथी हामी चाहिँ नि काठमाडौँ चाहिँ नि काठमाडौँ सिटी चाहिँ नि पुरै घुम्ने चाहिँ नि हाम्रो चाहिँ नि प्लान भएको छ अब त्यही अनुसार चाहिँ नि अब जस घुम्न गयो भने काठमाडौँ सिटीको भ्यूहरू पनि म हजुरलाई देखाउँछु है त ओके बाई बाई अब चाहिँ नि एकैचोटि लक्ष्मी पूजा गर्दाखेरि भेटौँला ओके फाइनल्ली म चाहिँ घर आइसकेँ होइन अब त्यही हो अब घाम थियो अलिकति घामले गर्दाखेरि फेस अलिकति रातो रातो भएको अनि अब लाइटहरू हाल्नु पऱ्यो लक्ष्मी पूजाको लागि अब चाहिँ जोस् अब मम्मी पनि खुट्टा त्यस्तो भएको नि त त्यही भएर अब आफै गर्नुपर्ने हुन्छ सबै कुरा अब त्यही हो कामसाम गर्छु लाइटहरू हाल्छु अब एकचोटि भरे बेलुकाको चाहिँ नि म त्यस भिडियोहरू काठमाडौँ सिटी कस्तो देखिन्छ होइन त्यो पनि हजुरहरूलाई देखाउँछ है त ओके बाई बाई ओके फाइनल्ली हाम्रो लक्ष्मी पूजा चाहिँ सुरु भइसक्यो होइन रातिको 6:30 भयो अनि लाइटिङहरू सबै हालेर चाहिँ अहिले हामी लक्ष्मी पूजा गर्दैछौँ
अनि बाबा र म भएर चाहिँ लक्ष्मी पूजा गरिरहेको छौँ होइन। अनि म चाहिँ नि सबै भिडियोहरू देखाउँछु, सबैजनालाई हेरेर मनोरञ्जन लिनु होला है त। ओके, रेडी गर्दै हुनुहुन्छ पूजा सामग्रीहरू। ओके, लाइट चाहिँ नि हामीले यसरी हालेको छौँ होइन। अब हिजो हाल्नुहुन्थ्यो, अब अफिसले गर्दाखेरि हिजो चाहिँ भ्याइएन, त्यही भएर आज हामी बाबा छोरा भएर लिएर हालेको बत्ती चाहिँ। के फाइनल्ली हामी चाहिँ नि तुलसीको मोठबाट चाहिँ नि हामीले चाहिँ नि लक्ष्मी मातालाई भित्राइसकेका छौँ होइन। बाबाले चाहिँ यहाँ मजाले दियो राख्दै यसरी राम्ररी उयो गर्नुभएको छ। अब म कोटबाट मम्मीले गर्नुहुन्थ्यो नेपाली चाहिँ नि अब हामी केटा मान्छेहरूको पालो आयो होइन, किन भन्दाखेरि मम्मी दाइको हुन्छ नि त, त्यही भएर। ती बालै राख्यो अनि यो आरती गरिदिनु। आकाश पर्ख्यो या बत्ती बाल्छ एक बनाइदिनु। ओके, फाइनल्ली हाम्रो लक्ष्मी पूजा चाहिँ भयो होइन। हामी चाहिँ लक्ष्मी पूजा सकिसकेको छौँ। यस्तै भयो आजको योपालिको हाम्रो लक्ष्मी पूजा चाहिँ नि। जो जहाँ हुन्छ राम्रोसँग मनाउनु होला होइन। अब दसैँ पछिको सबैभन्दा ठुलो चाड तिहार पनि भनिन्छ। मम चाहिँ टिकटक बनाउँदै हुनुहुन्छ। लक्ष्मी पूजा गरेको हे ओके, फाइनल्ली म चाहिँ लक्ष्मीनारायण मन्दिरमा आएको छु होइन। यो चाहिँ अलि माथि हाइटमा पर्छ, यो चाहिँ हाम्रो घरबाट अलिकति माथि पर्छ यो मन्दिर चाहिँ। अब भ्यूको कुरा गर्ने हो भने यहाँबाट चाहिँ नि हाइटमा भएको कारणले गर्दाखेरि यो मूलपानी अनि यो तपाईँको चाङनारायण भक्तपुर एरिया चाहिँ पुरै देखिन्छ यहाँबाट चाहिँ नि। पुरै झिलिमिली होइन, काठमाडौँ सहर लक्ष्मी पूजाको दिन यस्तो छ भ्यू चाहिँ। यो चाहिँ तपाईँको ठ्याक्कै मूलपानी र यो भक्तपुर चाङनारायण भक्तपुर एरियाको भ्यू हो है यो। म चाहिँ ठ्याक्कै अब तपाईँहरूलाई जोडपाटी अनि यो बौद्धतिरको भ्यू पनि देखाउँछु अहिले एकछिनमा। अलिकति माथि जानुपर्छ त्यसको लागि चाहिँ म। यहाँ हामी बाटो छ रातो, हरियो, निलो होइन। ओके, म चाहिँ यो अहिले यो हाम्रो के भन्छ मूलपानी हाइटतिर आएको छु। अब यहाँबाट चाहिँ ठ्याक्कै ग्रिन हिल सिटीको भ्यू देखिन्छ। यो दुईवटा घरमा चाहिँ एकदम खतरा झिलिमिली हाल्यो हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो घर चाहिँ तपाईँहरूले सायद चिन्नु भयो होला, यो हाम्रो कुमार अङ्कल हुनुहुन्छ नि जुन छक्का पन्जामा खेल्नु भएको उहाँको घर हो यो चाहिँ। अनि यस्तो छ भ्यू चाहिँ होइन, यतातिरको दामी खतरै भ्यू छ। यत्रै बत्ती हाल्यो है हाम्रो।
ओके फाइनल्ली हामी चाहिँ अहिले यो के भन्छ मैती देवी नजिकै छौँ होइन। अनि अहिले चाहिँ मेरो साथी अब म त्यहाँ रुममा बसिरहेको साथी थाकेँ 81 आइदियो अनि त्यसमा मैले भ्लग बनाउनु पाइनँ। अहिले चाहिँ नि हामी यो ठ्याक्कै मैती देवीको उसमा छौँ होइन। अहिले यस्तो झिमी हालेको छ मैती देवी आउनु जाने बाटोमा चाहिँ। अब हामी यहाँबाट मैती देवी मन्दिर जान्छौँ अनि मैती देवीको भ्यू पनि म हल्का बाँडिदिन्छु है त। ओके यस्तो छ भ्यू चाहिँ यहाँको। मेरो साथी चाहिँ यहाँ छ। ओके फाइनल्ली हामी मैती देवी मन्दिर जाने बाटोमा जाँदैछौँ। यहाँ पो खोज्दा है रमाइलो। ओके फाइनल्ली हामी मैती देवी मन्दिर चाहिँ आइसकेका छौँ होइन। हामी यो मेरो साथी पनि अहिले यहाँनिर छ। हामी चाहिँ अहिले मैती देवी मन्दिर आइसकेका छौँ। यहाँको भ्यू चाहिँ एकदम दामी नै छ होइन। कस्तो लागिरहेछ तँलाई? भित्र छिर्न पाइन्छ होला? जाउँ न जाने जाने जाउँ न त। हेलो कस्तो खतरा पानी ओके फाइनल्ली हामी अहिले मैती देवी मन्दिरको रोडमा चाहिँ हिँडिरहेको छौँ साथी र म होइन। अब एकछिन यहाँनिर घुमेर चाहिँ नि अब हामी घरतिर जान्छौँ। साथी र म भनेर साथीको मास्क खोल्दा त पुरा मास्क चाहिँ खोल्दैन।
मार्क्स खोल त ए खोल्दैन मार्क्स हेलो गुड मर्निङ एभ्रिवान सबैजना सन्चै हुनुहुन्छ होला त्यही हो अब हिजो चाहिँ नि अलिकति ढिलो आइयो होइन अलिकति बियर सियर पनि खाइएको थियो त्यो भएको कारणले गर्दाखेरि अलिकति ब्लग एन्डिङ गर्न पाइएन त्यही भएर चाहिँ नि अब आज चाहिँ नि यो ब्लग चाहिँ नि एन्डिङ हुँदैछ होइन अनि हिजो हामी बानेश्वर गयौँ बानेश्वरबाट मैतीदेवी गयौँ मैतीदेवीमा एकछिन घुम्यौँ अनि त्यस पछाडि हामी घर आएर घर आउने बित्तिकै अब थकाइ पनि लागेको थियो नि त मिलाइहाल्यौँ अनि त्यही भएर हो ठिकै छ अब रमाइलो भयो तिहार चाहिँ हाम्रो होइन मेरो अब अनि साथी आयो साथी आएपछि अनि म बानेश्वर मैतीदेवीतिर गएँ अनि रमाइलो भयो अब यस्तै भयो होइन अब हजुरहरू पनि राम्रै भयो होला अनि त्यही हो अब हाम्रो भेट भनेको नेक्स्ट ब्लगमा हुन्छ कृपया भिडियोलाई मन पराइदिनु होला सेयर गरिदिनु होला च्यानललाई सब्सक्राइब गरिदिनु होला नबिर्सिकन होइन आउने दिनहरूमा पनि अरू भ्लगहरू पनि आउँछ ओके ह्याप्पी तिहार 2082 सबैजना चाहिँ नि राम्रोसँग मनाउनु होला बाई बाई